So what's up guys, welcome back to my very first YouTube video. र आजको भिडियोमा चाहिँ if you are beginner or like trading गर्ने अथवा trading start गर्ने सोचिराख्नु भएको छ भनेपछि this video is for you because I'm going to break down each and every parts how you can start trading in 2025 र यो चाहिँ एउटा ट्रेडिङ कसरी गर्ने भनेर एउटा फुल रोड म्याप हुनेछ। सो यो भिडियोलाई चाहिँ लास्टसम्म हेर्दिनु होला। सो फर द वेस्टिङ अफ टाइम लेट्स गेट स्टार्टेड। र फर्स्ट अफ अल भन्नुपर्दाखेरि चाहिँ मैले ट्रेडिङ गर्न लागेको चाहिँ 4 वर्षभन्दा पनि धेरै भइसकेछ। बट आई नेभर बिन इन लाइक स्टक मार्केट एन्ड क्रिप्टो मार्केट। आई अलवेज ट्रेड अन फरेक्स मार्केटमै मैले आफ्नो टाइम स्पेन्ड गरेको लगभग 4.5 वर्ष भइसकेछ। सो यो 4 वर्षभन्दा पनि बढी समयमा चाहिँ आई लस मनी एन्ड आई मेक मनी। पहिलो चाहिँ 2 वर्ष 2.5 वर्ष चाहिँ एकदम हार्ड बित्यो किनभने त्यतिखेर चाहिँ आई डोन्ट नो हाउ टु ट्रेड लाइक ट्रेडिङ नै राम्रोसँग बुझ्न गाह्रो भएको थियो। सो त्यसपछिको चाहिँ 2 वर्षपछि चाहिँ आई मेड लाइक समथिङ लाइक प्रॉफिटेबल। सो इफ यु आर बिगिनर हुनुहुन्छ अथवा ट्रेडिङ स्टार्ट गर्ने सोचिराख्नु भएको छ भनेपछि एटलिस्ट यु निड टु नो अबाउट द बेसिक नलेज। फर्स्ट सबैभन्दा बुझ्नै पर्ने कुरा भनेको चाहिँ देयर इज 3 टाइप्स अफ मार्केट। वान इज लाइक स्टक मार्केट, एनदर क्रिप्टो मार्केट्स एन्ड लाइक नेक्स्ट वान इज फरेक्स मार्केट। सो यो यति 3टा मार्केट छ। सो आई हेभ बिन लाइक ट्रेडिङ अन लाइक फरेक्स मार्केट। क्रिप्टो मार्केटको बारेमा चाहिँ मैले भन्न चाहिनँ। बट इन द स्टक मार्केट देयर इज लाइक नो लेभरेज। पहिलो कुरा त लेभरेज नै हुँदैन, अर्को कुरा ट्याक्सहरू र अथवा फीहरू पनि धेरै चार्जेस गर्नुपर्ने हुनाले एज अ फरेक्स ट्रेडर है स्टक मार्केट अथवा क्रिप्टो मार्केटमा चाहिँ मैले हजुरहरूलाई रिकमेन्ड गर्दाखेरि आई अलवेज रिकमेन्ड फरेक्स मार्केट बिकज फरेक्स मार्केट इट्स ल ह्युज मार्केट के यति ठुलो छ नि यु कान्ट इमेजिन। लाइक एकै दिनमा अबाउट ट्रिलियन्स अफ डलरको ट्रान्जेक्सनहरू हुन्छ। सो लाइक फरेक्स मार्केट इज द बेस्ट चोइस। सो अब हामी फरेक्स मार्केटमा आउने डिसिजन त गरियो र फरेक्स मार्केटमा आउनुभन्दा पहिला चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ वी निड अ रेपुटेड एन्ड लाइक लिगलाइज एन्ड लाइक भेरी ट्रस्टेबल ब्रोकर। सो ब्रोकर भनेको चाहिँ के हो? ब्रोकर भनेको चाहिँ कुनै पनि एउटा अर्गनाइजेसन एन्ड कुनै पनि एउटा कम्पनी हो जसले चाहिँ बायर्स एन्ड सेलरको बिचमा रहेर ट्रेडलाई एक्जिक्युट गरिदिने काम गर्छ। जस्तै कि मानौँ म एउटा रिटेलर भएँ, मैले चाहिँ एउटा बाई मेरो स्ट्राटेजीमा आएर मैले एउटा बाई अर्डर लाएँ, अर्को एउटा सेलर छ वान टु सेल सेम लट अफ साइज अथवा वान टु सेल सर्टेन एमाउन्ट अफ लाइक अर्डर। सो त्यो बिचको ट्रान्जेक्सन त्यो बिचको ट्रेडलाई एक्जिक्युट गरिदिने काम चाहिँ एउटा ब्रोकरले गर्छ र त्यो गरेको बाबतमा चाहिँ दे चार्जेस लाइक स्मल एमाउन्ट अफ फी। गाइज एउटा कुरा है, कुनै पनि प्लेटफर्म अथवा कुनै पनि एउटा ब्रोकर एकाउन्ट हजुरले चुज गर्दाखेरि चाहिँ ब्रोकर त्यही पनि एकदम लिगल एकदम रेपुटेड ब्रोकर हुनु पऱ्यो। त्यसको लागि यु हेभ टु रिसर्च होइन। अब रिसर्च गर्न मन छ भने म एउटा ब्रोकर म हजुरहरूलाई भनिदिन्छु जो चाहिँ मेरो लिङ्कमा पनि गएर हजुरहरूले एकाउन्ट खोल्न सक्नुहुन्छ। सो ब्रोकर इज लाइक एक्सनेस। किन भनेपछि सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ चार्जहरू हेर्नुपर्छ किनभने इफ आई लाइक एकदम हाई एमाउन्टमा फिसहरू लिने ब्रोकरले गर्यो भनेपछि चाहिँ त्यसको केही फाइदै हुँदैन कि। बेस्ट ब्रोकर राइट नाउ इन नेपाल लाइक लिगल्ली रूपमा चाहिँ मजाले हामीले एक्सनेसमा ट्रेड गरेर आफ्नो रेभिन्यू जेनेरेट गर्न चाहिँ सक्छौँ। सो एक्सनेस इज द बेस्ट। को कुरा विड्रल प्रोसेस, ओ माई गड एक्सनेसको जस्तो विड्रल प्रोसेस चाहिँ सायदै कमै हुन्छ होला किनभने एकदमै राम्रो छ एक्सनेसको विड्रल प्रोसेस। सो इट हेज बिन लाइक 3 मिनटभित्रमा चाहिँ दे एक्जिक्युट लाइक दे विड्रल गरेको 3-4 मिनटमै उनीहरूले चाहिँ फन्डहरू ट्रान्सफर गरिदिन्छ। र अब हामीले ब्रोकर एकाउन्ट पनि खोल्यौँ, ब्रोकर एकाउन्टको एउटा डिसिजन पनि लग्यौँ कुन ब्रोकर एकाउन्ट चुज गर्ने भनेर। बट अब ब्रोकर एकाउन्ट लगिसकेपछि ब्रोकर एकाउन्ट हामीले चुज गरिसकेपछि अब एनदर इम्पोर्टेन्ट कुरा चाहिँ के चाहियो? ट्रेडिङ प्लेटफर्म। ट्रेडिङ प्लेटफर्मको लागि आई अलवेज रिकमेन्ड देयर आर लट्स अफ ट्रेडिङ प्लेटफर्म लाइक MT5 like C Trader, Ninja Trader, Match Trader and like Trade Locker. MT5 and C Trader are the best trading platform I think in my opinion. They execute their trades so fast and like they are so good. सो यसको लागि म धेरै डिपमा जाँदैन। ट्रेडिङ प्लेटफर्ममा चाहिँ MT5 र C Trader अनि ट्रेड लकर पनि युज गर्न सक्नुहुन्छ। सो हामीले ब्रोकरमा ब्रोकेज एकाउन्ट पनि खोल्यौँ अथवा ट्रेडिङ प्लेटफर्म पनि चुज गऱ्यौँ। अब त्यसपछिको मोस्ट इम्पोर्टेन्ट कुरा भनेको वी निड अ गुड ट्रेडिङ स्ट्र्याटेजी। ट्रेडिङ स्ट्र्याटेजी हुनैपर्छ। अब ट्रेडिङ स्ट्र्याटेजीमा चाहिँ आई थिङ्क नम्बर 1 थिङ द्याट कम्स इन ट्रेडिङ स्ट्र्याटेजी इज लाइक रिस्क म्यानेजमेन्ट। जोसँग रिस्क म्यानेजमेन्ट हुँदैन अथवा रिस्क म्यानेजमेन्ट गर्नै सक्दैन, रिस्क म्यानेजमेन्टै छैन, मेन्टल्ली स्ट्रङै छैन, उसले चाहिँ आफ्नो लसेसलाई एक्सेप्ट गर्दैन
ट्रेडिङ गर्नुको फाइदै छैन। इन टर्म्स अफ मी चाहिँ रिस्क म्यानेजमेन्ट इज द नम्बर 1 थिङ। ट्रेडिङ स्ट्राटेजीमा चाहिँ धेरै कुराहरू छ, सपोर्ट रेसिस्टेन्स, ट्रेन्ड लाइन, चार्ट प्याटर्न, क्यान्डलस्टिक प्याटर्न, सपोर्ट एन्ड रेसिस्टेन्स हजुरले सिक्नै पर्ने हुन्छ। अर्को कुरा चाहिँ ट्रेन्ड लाइन हो। ट्रेन्ड लाइन भनेको चाहिँ लिक्विडिटी बेस आधारमा ट्रेन्ड लाइन जान्छ। इफ यु आर बिगिनर हुनुहुन्छ भनेपछि डोन्ट ट्रेड लाइक धेरै एमाउन्ट हालेर ट्रेड गर्ने काम चाहिँ नगर्नु होला, किनभने फर्स्ट अफ अल यु निड अ गुड ब्याक टेस्ट डाटा चाहिँ हजुरले गर्नै पर्ने हुन्छ, ब्याक टेस्टिङ गर्नै पर्ने हुन्छ। सो ब्याक टेस्टिङको लागि हजुरले के गर्नु पर्यो भनेपछि एउटा कुनै पनि एउटा मानव एक्सनेसमै हजुरले एकाउन्ट खोलेर त्यसपछि त्यहाँ चाहिँ हजुरले डेमो एकाउन्टमा ट्रेड गर्नु पर्यो। फर्स्टमा चाहिँ त्यत्रो एमाउन्ट लाउनुभन्दा नि डेमो एकाउन्टमा ट्रेड गर्ने। डेमो एकाउन्टमा ट्रेड गर्दाखेरि हजुरहरूलाई नयाँ नयाँ आइडियाहरू आउँदै गर्छ, मार्केटमा आउनै पाएको छैन, त्यसपछि डिपोजिट गर्दै ट्रेड लिन्छ अनि उसको मेन्टालिटी बिग्रिन्छ। किनभने र यति भइसकेपछि म सर्ट फर्ममा समराइज गरिदिन्छु बिगिनरहरूको लागि। चाहिँ मार्केट बुझ्नु पर्यो। मार्केट बुझिसकेपछि चाहिँ वी निड अ गुड ब्रोकर, एकदम रेपुटेबल ब्रोकर चाहियो। रेपुटेबल ब्रोकर भइसकेपछि चाहिँ वी चुज अ गुड ट्रेडिङ प्लेटफर्म, र गुड ट्रेडिङ प्लेटफर्म पनि चुज भइसकेपछि द मोस्ट इम्पोर्टेन्ट थिङ एज अ ट्रेडर, ट्रेडिङमा हुनैपर्ने मोस्ट इम्पोर्टेन्ट थिङ भनेको मेक योर गुड ट्रेडिङ स्ट्राटेजी। गुड ट्रेडिङ स्ट्राटेजी बनाइसकेपछि विच इज ओन्ली पोसिबल बाई ब्याक टेस्ट यो डाटा, ट्रेड अन डेमो। फर्स्टमा चाहिँ ब्याक टेस्ट गर्ने डाटा ब्याक टेस्ट गरिसकेपछि चाहिँ त्यो चाहिँ ट्रेड डेमो एकाउन्टमा लिनु होला, किनभने रियल एकाउन्टमा लिनुभयो इफ यु आर बिगिनर भने चाहिँ आई थिङ्क लस चान्स चाहिँ एकदम हाई हुन्छ। सो ट्रेड अन डेमो एकाउन्ट एन्ड लाइक मेक अ गुड ट्रेडिङ, राम्रो एउटा ट्रेडिङ सेटअप बनाउनुहोस् अनि त्यसपछि आएर चाहिँ बल्ल एउटा फरेक्स मार्केटमा आई थिङ्क हजुरले केही गर्न सक्नुहुन्छ। सो गो एन्ड ओपन अ ब्रोकर एकाउन्ट विच इज लिङ्क इन द डिस्क्रिप्सन बिलो। एक्सचेन्जमा गएर एकाउन्ट खोल्नु होला। सो दिस इज माई फर्स्ट युट्युब भिडियो। धेरै कमजोरीहरू होला, सो प्लिज गिभ मी अ फिडब्याक इन द कमेन्ट सेक्सन बिलो। सो होपफुली इफ यु आर इन्जोय दिस भिडियो प्लिज गिभ मी अ थम्स अप। आई विल सी यु गाइज इन द नेक्स्ट वान। टेक केयर एन्ड लाइक पिस आउट।